के खाऊ खाऊ भयो छानी छानी हो सँगले काँचो हाल्छ खाइदिउँ ओहो धेरै नहाल्ने धेरै पिरो हुन्छ ओ माय गॉड यति धेरै पिरो खान सकिन्छ यति धेरै तिमी पनि खाऊ ल मिठो गरेर दाँत कुरिन्छ होला है कति खाँदै पिरो हो तिमी पनि खाने पिरो छ यता नखाऊ आलु देऊ न आलु पनि छ यहाँ हामीसँग चट्टा पाराले खोर्सानी लाउने गम्म खाने होइन यसरी चेप्टाउनु पर्छ क्या आलुलाई चाहिँ बिचमा खोर्सानी राखेर यसरी खाइसक्यो होइन मिठो छ मिठो छ है चट पनि मिठो भयो त ओसिहालेछ नि खोर्सानी पनि खायो खैलो म चोपिदिन्छु खाऊ न मजाले खाऊ झिक्दै खाऊ है सबै खाऊ लास्टै भयो एकछिनमा खाने मिठो भएन एकदम खाऊ टिप्दै खाऊ अर्को पनि खाऊ अलिकति खाँदै भुँडी जस्तो भयो के खाऊ खाऊ भयो छानी छानी हो भिडियोमा यताउति भइरहेको छ उयो त्यसको जुस देऊ नपखाऊ है भुइँमा बलुन दाँत कुरियो कि यता खानै भएन त्यही भएर त आलु खाऊ कि चटपटे खाऊ कि के आलु खाऊ आलु म त कति खान्छु हाल्छ
नखानु अगाको साँच्चै यति खाँदै हेर्नु न अब मलाई आइदिन्थ्यो नि खोर्सानी गाइजहरू यो एउटा खोर्सानीमा डल्लै खाइन्छ हेर्नु है कालो छ त नि खोर्सानी पनि यो पुरै कालो छ मधेसबाट झरेको भन ओ तेरो मम्मीलाई पिरो भयो ल खोर्सानी खाने आलु खाऊ आलु खाऊ हैन नहोस् पिरो छ कस्तो कालो खोर्सानी मैले त गम्मै खाइदिएँ हार्दिनँ कतिको पिरो हुन्छ खाइदिउँ पुरै नखाऊ थोरै 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 हो त्यति गाइजहरू अब यहाँ चाहिँ प्याज पनि लाउँछु होइन आमा न चटपटे नै काट्नु बोक्छु म हेर यहाँ कति खोर्सानी छ है हेर त आम्मा उयो जुस हालौँ काले खाँदिन ल म त तपाईँ मात्रै खानु ल म जुस खानु मन लागेको थियो म हालिहाल्छु ल उता बाबुलाई लगेर उतापट्टि भिलाई ल ल गाइजहरू म चाहिँ यति नै खान्छु म चाहिँ लास्ट अगायो के पेट पनि अघि दिउँछु नि खाजा खाएको है आमा ल्याउने ल एक चम्ची खाएर जाऊ लास्ट एकछिन गाइजहरू म चाहिँ अगाएर यहाँ पेट फुल्यो अनि त्यही भएर बुढालाई मात्रै खानुहोस् भन्दैछु उहाँले सबै खानु अरे म चाहिँ अगाएँ क्या लास्ट चाहिँ पेट फुल्यो एक चम्ची खाएर जाऊ बाई बाई गाइजहरू म चाहिँ गएँ चटपटेमा तेल धेर भएछ क्या अलि आलु आज म खाना खाँदिनँ बेलुका साँच्चै अगाइको ग्रिन चिल्ली पोट्याटो कहाँ खाइसक्छ त यत्रो हेट
हँ कहाँ आइपुगेछ अफ गरिदिन्छु है अफ गरिदिन्छु है नखाने अगाडि अगाडि सरी